नमस्ते, मेरो नाम बिन्ता कार्की। मेरो पसलको नाम चाहिँ आकर्षक कलेक्सन। हाम्रो पसल चाहिँ चितवनको नारायणघाट कमलनगरमा छ र यो हाम्रो पसल चाहिँ ज्वेलरी सप है। हजुरले चाहिँ यहाँनिर पञ्चधातुको गहनाहरू पाउन सक्नुहुन्छ। म चाहिँ विगत यो पसल मैले स्टार्टिङ गरेदेखि नै 3 वर्षदेखि नै जबदेखि मैले यो पसल मैले खोलेँ हैन, त्यहाँदेखि म नेपाल क्यानसँगै आबद्ध छु। एकदमै राम्रो सर्भिस पनि दिइराख्नु भएको छ। एकदमै म अहिले 3 वर्षमा एकदम फुल्ली सेटिस्फाइड पनि छु उहाँहरूसँग काम गर्न पाउँदा हैन। एकदमै राम्रोसँग उहाँहरूको सर्भिस पनि छ। हाम्रो यो अनलाइन चाहिँ आकर्षक कलेक्सनकै नामबाट फेसबुकमा पनि छौँ हामी हैन। फेसबुकमा पनि हजुरले हेर्न सक्नुहुन्छ। फेसबुकमा छौँ, इन्स्टाग्राममा छौँ, टिकटकमा छौँ अनि युट्युबमा पनि छौँ हामी। हजुरले युट्युब, फेसबुक, इन्स्टाग्राम र टिकटकमा चाहिँ हजुरले हामीलाई पाउन सक्नुहुनेछ। अनलाइन अर्डर चाहिँ हाम्रो दिनमा 30 वटा 25-30 को एभरेजमा हामीले चाहिँ पठाइरहेको हुन्छौँ। एकदमै सर उहाँहरू बिना त्यो पोसिबलै हुन्थेन नि। हामी उहाँहरूको यसो सामान हामीले ठाउँ नेपालको धेरै कुनाबाट अर्डर आउँछ हामीलाई हैन। जुनसुकै ठाउँमा पनि एकदमै सजिलो गरी अहिले हामीले पुर्याउन सकिरहेछौँ नि त। उहाँ नेपाल क्यानकै थ्रुबाट एकदमै सजिलो भइ पनि रहेको छ। उहाँहरू बिना सायद हामी अहिले यहाँसम्म आइपुग्ने थिएनौँ होला है। म एकदम सेटिस्फाइड छु सर। उहाँसँगै मैले चाहिँ अब यो अनलाइन स्टार्ट गरेदेखि उहाँसँगै म अहिले आबद्ध छु, उहाँसँगै काम गरिरहेको छु। म त उहाँसँग एकदमै फुल्ली सेटिस्फाइड छु सर। एकदमै राम्रो सर्भिस दिइराख्नु भएको छ। मलाई चाहिँ उहाँ एकदम ब्लाइन्डली ट्रस्ट गर्न सकिन्छ नेपाल क्यानलाई चाहिँ। मैले त्यसरी नै गरिरहेको छु। यो विदेशमा गर्ने मेहनत त हामीले नेपालमै पनि मेहनत गऱ्यौँ भने चाहिँ साँच्चैकै विदेशमा कमाउने पैसा चाहिँ यही नै कमाइन्छ। अझै पनि हामीले बढी कमाउन सक्छौँ। उहाँ जुन मेहनत अहिले गरिराख्नु भएको छ, मेरै साथी जानुभएको छ, उहाँले भन्दा मैले यही नेपालमै बसेर उहाँले भन्दा बढी नै मैले अहिले इन्कम गरिरहेको छु जस्तो लागिरहेको छ मलाई। एकदमै राम्रो छ। अनलाइनमा एकदमै हजुरले राम्रोसँग अलिकति आफू पनि अलिकति लागि पर्नु भयो भने चाहिँ राम्रो गर्न सक्नुहुन्छ। अहिले धेरैजना विदेश गइराख्नु भएको छ। विदेश यो जानुपर्छ जस्तो चाहिँ लाग्दैन हामीलाई अगाडि बढ्न हैन। हामीले त्यही मेहनत यहाँ गऱ्यौँ भने हामीले थोरै पैसामा पनि हामीले आफ्नो घर कोठाबाट पनि हामीले अगाडि बढ्न सक्छौँ सर। मैले पनि त्यहीबाट सुरुवात गरेँ हो। थोरै लगानीबाट पनि हामी धेरै अगाडि बढ्न सक्छौँ। यो चाहिँ अनलाइनको थ्रुबाट गर्नुभयो भने चाहिँ एकदमै हामीलाई चाहिँ अगाडि बढ्न एकदमै सहज हुन्छ।